18 तारिक शुक्रबारको दिन म हाम्रो सम्मानीय प्रधानमन्त्रीज्यूलाई भेट्नलाई उहाँको निवास गएको थिएँ। उहाँ गएर मैले उहाँलाई हाम्रो एजेन्डा पल्टाउँदै यो पुरा भयो कि भएन सोधेँ। पहिलो क्वेसन नै मैले उहाँलाई चाहिँ यो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिँ हाम्रोमा ल्याउन मिल्छ कि मिल्दैन यो सिस्टम भनेर सोधेँ। उहाँले चाहिँ बाई कन्स्टिट्युसन संविधानबाट जाने हो भने यो गर्न सकिँदैन भन्नुभयो। मैले उहाँलाई चाहिँ तपाईँ नै एक हिसाबले तपाईँको नियुक्ति नै संविधानबाट भएको होइन भनेर भन्दाखेरि उहाँले चाहिँ अब यो डक्ट्रिन अफ नेसेसिटी भन्ने चाहिँ सिस्टम प्रावधानबाट चाहिँ भएको हो भनेर उहाँले भन्नुभयो। तर ठिकै छ, अब यसलाई चाहिँ अब के गरेर हुन्छ कसो गरेर हुन्छ, वी आर गोइङ टु फाइट फर दिस। प्रत्यक्ष निर्वाचित आउनै पऱ्यो भन्ने मेन एजेन्डा हो, त्यसको लागि हामी के गर्नुपर्छ गर्छौँ। मैले त्यसपछि यो सरकारमा जेनजी पार्टिसिपेसन हुन्छ कि हुँदैन भनेर सोधेँ। अब उहाँ चाहिँ जेनजी पार्टिसिपेसनको बारेमा चाहिँ मैले देख्दाखेरि चाहिँ पोजिटिभ नै देखिनुहुन्थ्यो। उहाँले चाहिँ तपाईँ अब मिनिस्टर्सको लागि पनि ठाउँ खाली छ, तपाईँहरूले राम्रो जेनजी एजको चाहिँ मान्छेहरू यो मन्त्रालयमा राम्रो डेलिभर गर्न सक्ने लिएर आउनु भयो भने हामी डेफिनेटली कन्सिडर गर्छौँ भनेर भन्नुभएको छ। र त्यो बाहेक हाम्रो अर्को ठुलो चाहिँ मेन नेपालमा जेनजी आन्दोलनमा त्यस्तो भइरहेको छ भनेर मैले उहाँलाई सोधेँ। उहाँले भन्नुभएको अनुसार चाहिँ दसैँ पछि चाहिँ लगालग अब अहिले नै कति मान्छेको चाहिँ फाइल खुल्न थालिसक्यो र यो चाहिँ लगालग खुलेर मुद्दा दर्ता हुने प्रक्रियामा जान्छ र बाई ल चाहिँ अलि ढिला होला, तर बाई ल भन्दा चाहिँ भनौँ न कानुन टेकेरै जानुपर्ने हुन्छ, त्यही भएर थोरै समय लाग्ला। तर यो एकदम स्टार्ट भइसक्यो, दसैँपछि चाहिँ यो एकदम फास्ट ट्र्याकमै जान्छ भनेर चाहिँ मलाई आश्वासन दिनुभएको छ। अर्को भनेको चाहिँ यो चुनाव 6 महिनापछि भनेर तोकिएको छ, तर चुनाव 6 महिनामा गर्न गाह्रै छ भन्ने चाहिँ जुन हाम्रो धेरै मान्छेको मनमा चाहिँ डाउट थियो। मैले यो बारेमा पनि उहाँसँग स्पष्टीकरण लिएँ। उहाँको अनुसार चाहिँ यो निर्वाचनमा चाहिने अब ठ्याक्कै मैले नम्बर्स बिर्सेँ, तर उहाँले चाहिँ 97वटा सामान चाहिँदो रहेछ, ब्यालट बक्स, त्यो धेरै के अरे भोटिङ पेपर सब गरेर। अनि त्यसमध्ये चाहिँ 81वटा चाहिँ अलरेडी छ र हामीलाई चाहिँ खासै समस्या हुँदैन, टाइमली नै चुनाव हुन्छ भनेर भन्नुभयो। मैले अर्को पनि अगाडि सारेको कुरा भनेको चाहिँ विदेशमा रहेको नेपालीले चाहिँ भोट गर्न पाउनुहुन्छ कि पाउनु हुँदैन भन्ने थियो। किनभने देशको कारण देश इन्कम्पिटेन्ट भएर देशमा चाहिँ इम्प्लोइमेन्ट नभएर नै उहाँहरू विदेश गएर दुःख गर्नु पर्या हो, त्यही भएर राज्यले यसको जिम्मेवारी लिनुपर्छ, उहाँहरूले भोट गर्न पाउनुपर्छ भनेर चाहिँ मैले कुरा राख्दाखेरि उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि हामीले कुरा अगाडि सारेको छौँ, कति देशसँग चाहिँ हामी कम्युनिकेट पनि गरिरहेको छौँ, कति देशमा चाहिँ पाइँदैन रहेछ, कति देशसम्म चाहिँ स्वीकृति लिनुपर्ने रहेछ यसरी भोट गर्नलाई भनेर भन्नुभएको थियो। त्यसपछि चाहिँ मैले होइन ठिकै छ, फिजिकल्ली नै भोट गर्न नमिले पनि सेक्युर अनलाइन सिस्टम भयो भने चाहिँ भोट गर्न सकिन्छ, यसलाई चाहिँ छुटाउनु हुँदैन मैले भनेको छु। त्यो हुँदाखेरि उहाँले चाहिँ मलाई ल हुन्छ कसरी गर्न सकिन्छ एकचोटि प्लान्सहरू लिएर आउनु भनेर भन्नुभएको छ। र म यो दसैँपछि प्रधानमन्त्रीको कार्यालय खुल्ने बित्तिकै म उहाँसँग गएर फेरि यो बारे चाहिँ कुरा गर्छु। पूर्व प्रधानमन्त्रीलाई त खासमा भन्यो भने त्यसरी सेक्युरिटी दिनै हुँदैन थियो त्यो उहाँको यो अहिलेको आन्दोलनले त। तर जसरी सेक्युरिटी दिएर केही पनि हुँदैन, उहाँको त्यो आउँछ अभिव्यक्ति। हामीले मागेको भनेको प्रत्यक्ष कार्यकारीको निर्वाचन हो र प्रत्यक्ष कार्यकारीको निर्वाचन मागेको हुँदा हामीले अन्तरिम संविधान लेखेर हुन्छ कि यो संविधान संशोधन गरेर हुन्छ कि हामी कसरी भन्दा पनि आन्दोलनकारीले माग राख्छ। मेरो सुरु दिनदेखि नै यही छ, आन्दोलनकारीले माग राख्छ, शहीद र घाइतेले देखेको सपना पुरा हुनुपर्छ। र यति मात्र भन्न चाहन्छु, यतिखेर परिवर्तन जनताले चाहेका छन्, हामी युनाइटेड हुनुपर्छ। र कसैले कसैलाई आरोप प्रत्यारोप धेरैजना व्यक्तिहरू अगाडि पछाडि हिँड्ने, आज साँच्चै भन्न चाहन्छु छिमेकीको एउटा काकाले सहयोग गर्न पाइरहेको छैन राजनीतिक दलको कार्यकर्ता भएको कारणले। यस्तो परिस्थितिमा हामी कसैलाई समाजमा भएका व्यक्तिहरूलाई कसैलाई पनि हामी खण्ड विखण्ड गर्न चाहँदैनौँ। सबै नेपालीलाई त्यतिखेर युनाइटेड गर्ने हो र सबै नेपाली एकजुट हुनु भयो। विज्ञ टोली मार्फत 15-20 दिनमा एउटा मस्यौदा तयार गरेर यो चुनाव गराएर अनि फेरि संविधान लेख्दा पनि केही फरक पर्दैन। यो देशमा भनेको संविधान कानुन भन्ने कुरा के हुन्छ भने जनताले बनाउने कानुन हो क्या, जनताले मानेको कानुन पो कानुन त, कानुनले जनतालाई कजाउने होइन क्या। दोषीलाई कारबाही गर, तत्कालीन अवस्थाको प्रत्यक्ष रूपमा दोषी देखिएकाहरूलाई सम्भवतः पहिला सुरु कारबाहीको दायरामा ल्याउनु पर्थ्यो। अहिलेसम्म सरकारले गरिरहेको छैन, गर्न सकेको छैन, अनुसन्धान भइरहेको छ, आयोग बनेको छ भनेको छ। तपाईँलाई के लाग्छ, अन्तरिम सरकारले तत्कालीन अवस्थाको सरकारलाई कारबाहीको दायरामा ल्याउन सक्छ? होइन, ल्याउन सक्छ सक्दैन भन्ने कुरा होइन क्या, ल्याउन सक्नुपर्छ भन्ने कुरा हो। हामीले हाम्रो आवश्यकता भनेको यो, हाम्रो माग भनेकै यो तत्कालीन सरकारलाई कारबाही गर भन्ने हो क्या। र गर्नुपर्छ, र गर्छ गर्दैन भनेर हामी आशावादी नहुँदैन, गर्नुपर्छ। होइन, अभिव्यक्ति उहाँले होइन, त्यो अभिव्यक्ति दिनु नै गलत भयो नि त। त्यस्तो अभिव्यक्ति दिनुहुन्छ भन्ने त हामीले आशै गरेका थिएनौँ। तर उहाँले त जुन अभिव्यक्ति दिनुभयो कहीँ उहाँको आत्महत्या हजुर होइन, यस्तो एकछिन
आत्मआलोचना भन्नाले उहाँले यतिखेर साँच्चै भन्नुपर्छ यतिखेर शहीद र घाइतेको सपनामाथि उहाँले खेलवाड गर्न खोजिराख्नु भएको छ। यतिखेर शहीद र घाइतेको सपना भनेको यो मतलब कि यो संसदीय चुनाव थिएन र यो संविधान मानेर आन्दोलन भएको थिएन र शहीद र घाइतेले देखेको सपना पुरा हुनुपर्छ र यति मात्र भन्न चाहन्छु यतिखेर परिवर्तन जनताले चाहेका छन्। हामी युनाइटेड हुनुपर्छ र कसैले कसैलाई आरोप प्रत्यारोप धेरैजना व्यक्तिहरू अगाडि पछाडि हिँड्ने आज साँच्चै भन्न चाहन्छु छिमेकीको एउटा काकाले सहयोग गर्न पाइरहेको छैन राजनीतिक दलको कार्यकर्ता भएको कारणले। यस्तो परिस्थितिमा हामी कसैलाई समाजमा भएका व्यक्तिहरूलाई कसैलाई पनि हामी खण्ड विखण्ड गर्न चाहँदैनौँ। सबै नेपालीलाई यतिखेर युनाइटेड गर्ने हो र सबै नेपाली एकजुट हुनुपर्छ। जेनजी पनि एकजुट हुनुपर्छ र जेनजी भन्नाले जेनजीलाई नेपाली जनताले सुझाव दिने हो, विज्ञ टोलीले सुझाव दिने हो, पत्रकार साथीहरूले सही सल्लाह दिने हो। कहिलेकाहीँ इन्टरभ्यू दिनै पनि आइपुग्न सकिँदैन तर आवश्यकता र परिवर्तन मतलब कि सबैसँग सल्लाह सुझाव लिएर सबैको सुझाव एकीकृत गरेर एजेन्डा बनाएर चाहिँ मुलुकको परिवर्तन भन्नाले अब तपाईँहरूले के गर्नुपर्छ भने सबै नेपाली जनतालाई म आह्वान गर्न चाहन्छु, देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई आह्वान गर्न चाहन्छु। अब आधुनिक नेपाल कसरी बनाउन सकिन्छ